हेलो साथीहरु, वेलकम टु माई न्यू भिडियो। हजुरहरूले चाहिँ लाङटाङ गएको एउटा फुल भिडियो बनाएर राख्नु न भन्नुभएको थियो, त्यही भएर मैले चाहिँ फुल भिडियो बनाएर राखेको छु। सबैजनाले अन्तिमसम्म हेरेर चाहिँ प्रतिक्रिया दिनु होला। फर्स्ट डे चाहिँ हामी माछापोखरीबाट इबीमा गयौँ, 7 बजे हिँडेका थियौँ। स्याब्रुबेसीसम्म चाहिँ हामीलाई 1000 रुपियाँ लागेको थियो त्यसको कस्ट चाहिँ। अनि त्यहाँबाट लाग्यौँ, अनि बान्द्रे भन्ने ठाउँमा गएर चाहिँ इबी पनि चार्ज गर्नुपर्ने रहेछ। अनि हामीले खाना खायौँ, त्यसको चाहिँ 375 थियो चिकन खाना। बाटोमा चाहिँ यस्तो राम्रो दृश्य हेर्दै झर्नाहरू हेर्दै जानु पर्दो रहेछ। यो झर्ना मलाई नामै थाहा भएन कि, अब टिकटकतिर धेरै देखा हो, कसलाई थाहा छ कमेन्ट गर्नु होला है। अनि यस्तो राम्रो राम्रो ठाउँहरू हेर्दै जान पायौँ हामी, एकदम खुसी। अनि त्यहाँ यो ठाउँमा गएर चाहिँ हामीले चाहिँ 100 रुपियाँको टिकट लिनुपर्ने रहेछ। यो ठाउँ चाहिँ धुन्चे बजार हो। गोसाइकुण्ड जानु छ भनेदेखि चाहिँ हामी यही बजारमा झर्नुपर्छ, तर हामीलाई चाहिँ गोसाइकुण्ड नभएर चाहिँ लाङटाङ जानुपर्ने थियो, त्यही भएर हामी चाहिँ त्यहाँबाट पनि अझ अगाडि बढ्यौँ। यो चाहिँ स्याब्रुबेसी भन्ने बजार रहेको छ, यहाँसम्म चाहिँ हामीलाई इबीले झारिदियो। अब चाहिँ हाम्रो स्टार्ट हुन्छ पैदल यात्रा। भर्खरै इबीबाट झरेको एकदम जोस जाँगरको साथ हामी 3जना चाहिँ उकालो लाग्यौँ। खोलाको बाटो देखेर चाहिँ एकदम माई गड भनेर डर लागिरहेको थियो है। बाटो चाहिँ यस्तो एकदम डेन्जर रहेछ कि, अस्ति पानीले गर्दाखेरि चाहिँ बाटोहरू धेरै बिग्रेको रहेछ, डर लागिरहेको थियो। अनि बाटोमा चाहिँ मैले लेमनको बोट भेटेँ, अनि 2टा टिपे पानीमा हालेर खानको लागि होइन। अनि यो चाहिँ च्याउ हो कि के हो यो होइन, यस्तो दामी थियो। अनि दामी दामी भ्यूहरू हेर्दै यस्तो मजाले खुसी हुँदै गएँ म। अनि हामी फर्स्ट डेमा गएर यही ठाउँमा बस्ने हो, ब्याम्बो भन्ने ठाउँ हो यो चाहिँ। अनि हामी राति आगो ताप्यौँ, खानासाना खायौँ होइन। अनि बिहान उठेर फ्रेस भएर ब्रेकफास्ट खाएर चाहिँ हामी जाने निर्णय गऱ्यौँ। हामीलाई चाहिँ यहाँ ब्याम्बो भन्ने ठाउँमा चाहिँ एकजनाको चाहिँ 1200 लागेको थियो है, खाना बस्न र ब्रेकफास्टको 1200 मात्रै लागेको थियो। अनि हामी चाहिँ एकदम खुसी खुसी भएर अनि बिहान उकालो लाग्यौँ ब्रेकफास्ट लिएर। हामी यहाँ रिभर साइडमा पुग्दाखेरि चाहिँ हाम्रो 11 बजिसकेको थियो, त्यही भएर हामीले चाहिँ खाना खाने भनेर सोच्यौँ। अनि यहाँ चाहिँ हामीले भेज खाना खायौँ, त्यहाँ चिकन खाना पाइँदैन। अनि यसको चाहिँ हामीलाई 500 कस्ट परेको थियो। बाटोभरि जङ्गलै जङ्गल, अनि खच्चरै खच्चर, घोडै घोडा यति धेरै पाइन्छ होइन। अनि भारी बोकेको देखेर चाहिँ मलाई यस्तो बिचरा भन्ने लागिरहेको थियो कि यिनीहरू देखेर। बाटो चाहिँ एकदमै कठिन छ है, बाटैभरि पहिरो नै पहिरो छ, खोलै खोला, एकदम गाह्रो छ। तर पनि केही छैन, अप्ठ्यारो बाटो त क्रस गर्नै पर्यो नि राम्रो ठाउँमा पुग्नलाई भनेर जाँदै थिएँ। ठ्याक्क यस्तो राम्रो भ्यू भएको ठाउँमा पुग्दिरा है। यो चाहिँ लाङटाङ भ्याली हो, यस्तो दामी ठाउँ। हामी चाहिँ साँझमा पुगेको कारणले चाहिँ खासै राम्रो क्याप्चर गर्न पाएनौँ। अनि यो चाहिँ मर्निङ भ्यू हो है। अनि अर्को दिन हामी बिहान चिया खाएर लाङटाङ भ्यालीबाट चाहिँ क्याङजिङ रेगोम्पा भन्ने ठाउँसम्म चाहिँ हामी यात्रा सुरु भयो हाम्रो। अनि राम्रो राम्रो भ्यूहरू हेर्दै गयौँ। यो भ्यू चाहिँ मलाई ठ्याक्कै जापानको माउन्ट फुजी जस्तो लाग्यो कि, यस्तो दामी थियो कि। यति राम्रो राम्रो माउन्टेनहरू हेर्दै हेर्दै गएँ, अनि यस्तो खुसी लाग्यो मलाई होइन। मैले सोचेको थिइनँ कि म यस्तो राम्रो ठाउँमा पुग्छु होला भनेर, तर फाइनल्ली म पनि पुगेँ यो ठाउँमा है। अनि हामी चाहिँ यो ठाउँमा लगभग 1 बजीतिर पुगेका थियौँ। अनि खानासाना खाने भनेर सोच्यौँ। अनि यो भ्यूहरू हेरेर हामीलाई खाना नै खानु मन लागेन कि, त्यति राम्रो भ्यू थियो। तर पनि खाना त खानै पर्यो भनेर अनि खाना अर्डर गरेर हाम्रो रुमबाट देखिने भ्यू चाहिँ यही हो क्या, यस्तो दामी यस्तो दामी। यहाँ पनि हामीलाई प्याकेजमा 1500 मात्रै लागेको थियो कि। अनि यस्तो एकदम खुसी भयौँ हामी। अनि खाना खाएर हामी यहाँ लेकमा गयौँ, यस्तो राम्रो थियो यो पनि। अनि हामी सबैजना घुमेर फर्क्यौँ फेरि होटलमा। अनि अब हाम्रो फेरि अर्को दिन है, यो चाहिँ 4थो दिन हो। हामी चाहिँ बिहानै 5 बजी उठेर जानुपर्ने रहेछ। अनि बाटैभरि मान्छे नै मान्छे, यति धेरै फेरि होइन। फरेनरहरू पनि त्यति धेरै हुनुहुन्थ्यो, अनि नेपालीहरू पनि त्यति नै, चौडीहरू पनि त्यत्तिकै होइन। उनीहरूको ज्यानमै टुसारो परिरहेको थियो क्या, कस्तो चिसो भयो होला भनेर मलाई सोचिरहेको थिएँ। यस्तो नाकको डाँडी जस्तो उकालो छ होइन। अनि मान्छे त्यत्तिकै धेरै हुनुहुन्छ, कसैलाई कति गाह्रो भइरहेको थियो। अनि यस्तो राम्रो भ्यू हेर्दा फेरि एकदम खुसी लाग्यो होइन। अनि बल्ल तल दुःख गरेर सबैजना चाहिँ हामी फाइनल्ली माथि पुग्यौँ होइन। अनि यो चाहिँ 5000 मिटर उचाइमा रहेको छ। हामी चाहिँ चेरकोरी भन्ने ठाउँमा चाहिँ पुग्यौँ बल्ल तल है। जानलाई त सजिलै भयो, फर्किने बेलामा चाहिँ चिप्लेर यति गाह्रो भएको साथीहरूलाई झन् है। बल्ल तल फर्किसकेपछि हालत खराब, नाक रातो, आँखा रातो, खोकी लागेर होइन। अनि त्यहाँबाट हामी अलि तल फर्केर बस्यौँ। त्यसपछि अनि हामी चाहिँ ओह्रालो लाग्ने तर्खरमा
बसमा लाग्यौँ। अर्को दिनमा चाहिँ हामी काठमाडौँ फर्क्यौँ। ल अब यही हो, हजुरहरूलाई सबैजनालाई यही भिडियो देखाएँ, कस्तो हुन्छ प्रतिक्रिया दिनुहोला। अनि सबैजनालाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद अनि बाई बाई।